बालनजी प्रधानमन्त्री हुने हो भने रामचन्द्र पौडेलबाट शपथ खाने होइन बालनजी। शिरबहादुर ज्ञानेन्द्र सरकारबाट शपथ खाऊ अनि हुन्छ नेपालको राजनीति अनि स्वतन्त्र राष्ट्रिय झण्डा उचालेर मेयर जितेको स्वाद आउँछ होला, अनि केपीसँग जुवारी खेलेको स्वाद आउँछ होला, अनि देशैभरिका राजावादी जनताले बालेन शाह हो शिरबहादुर ज्ञानेन्द्र सरकार मैले जात जोड्या होइन भइपरि आयो के शाह हुन् अनि यिनी पनि स्वतन्त्र हुन्। कतै बालेन शाह प्रधानमन्त्री भयो भने पक्का यसले राजा ज्ञानेन्द्रलाई अभिभावक राख्छ, राष्ट्रपति व्यवस्था खारेज गर्छ भनेर तिमीलाई भोट दिएका हुन् बालेन, होइन भने तिमीलाई भोट दिएको होइन म भन्न चाहन्छु। बालनजी चेतना भए यदि तपाईँ सच्चा नेपाली छोरो हो भने तपाईलाई सुनौलो मौका जुडेको छ। तपाईले शिरबहादुर ज्ञानेन्द्र सरकारबाट शपथ खाने व्यवस्था गर्नुहोस्। सुशीला कार्कीलाई हामीले धेरैचोटि सुझाव दियौं, तपाईले यो चुनाव नगर्नुहोस्। यो देशमा एसपीपी का पास गर्ने एजेन्डा अगाडि सर्छ। यो पश्चिमाको डिजाइनको चुनाव हो, यसमा पश्चिमा लबीका मान्छे जितेर आउँछन्, नेपालका देशभक्त हार्छन् भनेका थियौ। प्रमाणित भयो कि भएन सुशीला आमा? सुशीला आमा